धार्मिक, सांस्कृतिक, पर्यटनीय क्षेत्रको प्रचुर सम्भावना रहे पनि यसको प्रचार प्रसारको अभावका कारण मध्य प्रदेश, कोशी प्रदेश लगायतका क्षेत्रमा पर्यटकहरू अपेक्षाकृत उल्लेख्य रूपमै नरहेकाले यसको प्रचार प्रसार नेपाल भारततर्फका सरोकारवालाले चासो लिएका छन्। धार्मिक, सांस्कृतिक महत्व रहे पनि उल्लेख्य रूपमा पर्यटकलाई बुझाउने गरी यसको जानकारी हुन नसक्दा पर्यटकहरू अन्योलमा पर्ने गरेकाले ट्राभल स्टोर्स र होटल व्यवसायीहरूसँगै मध्य प्रदेश र कोशी प्रदेश सरकारले आआफ्नो क्षेत्रको यथेष्ट जानकारी सहितका लागि मेलाको आयोजना गरिएको छ। बंगाल ट्राभल मार्ट्स, नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा पर्यटन प्रवर्धन विषयक 3 दिवसीय पर्यटन मेला भारतको पश्चिम बंगालस्थित सिलिगुडीमा शुक्रबारदेखि सुरु भएको छ। उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालय, मध्य प्रदेश, कोशी प्रदेश सरकार र होटल एसोसिएसन अफ नेपाल, मध्य प्रदेशको संयुक्त तत्वावधानमा मध्य प्रदेशबाट पर्यटन मन्त्रालयका सचिव जयकुमार घिमिरेको नेतृत्वमा होटल एसोसिएसन नेपाल मध्य प्रदेशका अध्यक्ष हीरा गौतम, अञ्जनी स्वीट्सका प्रतिनिधि लगायतका होटल व्यवसायीहरूको सहभागिता रहेको छ। 3 दिनसम्म चल्ने उक्त मेलामा भारत र नेपालको पर्यटन प्रवर्धनका लागि सहकार्य गर्ने उद्देश्यले दुई देशका पर्यटन व्यवसायीहरू छलफल समेत गरेका छन्। मध्य प्रदेशबाट सांस्कृतिक, धार्मिक, परम्परागत भोजनको प्रवर्धन गर्दा मध्य प्रदेशमा पर्यटकहरूको आकर्षण बढ्ने सचिव घिमिरेले बताए। मधेस लगायतका विभिन्न क्षेत्रमा आउने पर्यटनलाई पर्यटकका रूपमा आकर्षित गर्न योजना र रणनीतिका लागि समेत दुवै देशबीचका होटल व्यवसायीहरू अग्रसर देखिएका छन्। तुलनात्मक रूपमा विगतभन्दा अहिलेको मध्य प्रदेश, कोशी प्रदेश लगायतका विभिन्न प्रदेशको पर्यटकीय क्षेत्रमा व्यापक फड्को मारेकाले यसको धार्मिक, सांस्कृतिक, परम्परागत भोजन र पर्यटक स्थल र देवभूमि सहितको स्थलको विस्तृत रूपमा अवगत गराउँदै एक अर्का बीचको समन्वय र सहकार्यमा सचिव घिमिरेले जोड दिए। यस मेलामा होटल र टुर्स ट्राभल्सहरूको प्रचार प्रसार र धार्मिक सांस्कृतिक स्थल तथा होटलको सेवा संरचनागत सुविधा र स्थानीय स्तरमा रहेको पर्यटकीय क्षेत्रको अवलोकन लगायतका बारेमा समेत आदान प्रदान गरिएको अञ्जनी स्वीट्सका प्रतिनिधिले जानकारी दिए।